नेपाल जित्यो कतारसँग। कतार एकछिन सोचिरह होला हामी कसरी हार्यौँ भनेर। हामी त जितिरहेको थियौँ होइन, हामी हार्यो र साँच्चै अल आउट भयो र सोचिरह होला। वाट अ विन, वाट अ विन, वाट अ विन। डिपी यो के गरेको रनआउट, डिपीको बलिङ, नन्दन कुमार यादवको बलिङ, सन्दीप लामिछानेको माइन्ड लास्ट ओभरमा। अनि भन्यो नि कतार एकछिन सोचिरह होला हामी हार्यौँ र साँच्चै भनेर। Nepal won the game again, and you can see how good it was. The cardiac kit, heartbeat, BP भएको BP भएको हट पेसेन्टले नेपालको गेम नहेर्नु होला। एन्ड एसोसिएटेड टिम द कार्डियाक किट कतार एकछिन एकछिन म त अचम्ममा छु जित्या हो कि होइन भनेर। एकछिन लाइक जित्यो। एकछिन सोचौँ न है, सबैजना सोचौँ न एकछिन। जित्यो यार। ओ यार पागल बनाउँछ क्या हो हात तेरी। एकछिन हामी गुलसन झालाई पनि अप्रिसिएसन दिउँ। उसको त्यो इनिङ चाँडै आउट भए पनि त्यो छक्का चौका बाहेक जित्दैन थियो।